साथीहरु आज चाहिँ म घरबाट टक्क अलैँची सफा गर्नको लागि चिया बोकेर हिँडिसकेँ निक्लिसकेको छु घरबाट। आज चाहिँ बिदाको दिन हाम्रो चाहिँ अलैँची गोर्ने छार्ने कार्यक्रम छ। बुबा भाइहरू चाहिँ गइसके, म चाहिँ पछाडि चिया लिएर निक्लिएको। अब चाहिँ आज चाहिँ हाम्रो अलैँची सफा गर्ने कार्यक्रम छ। यहाँ काकीले चाहिँ पुरै बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। नातिनी बोजू बाबा खोइ बाबा यस्तो चिप्लोमा कता रुख चर्नु भएको है तपाईँ? यस्तो चिप्लोमा कता रुख चर्नु भएको? ए खोइ यस्तो चिप्लोमा गाछे डर लाग्छ नि, त्यही भनेको। एक्लै काकीले चाहिँ बाख्रालाई घाँस झार्दै हुनुहुँदैछ। त्यहाँ भाइ काठमाडौँतिर गएर घाँस झार्ने मान्छे पनि छैनन् भन्दै हुनुहुन्थ्यो। त्यही भएर चिप्लो छ, त्यही भएर अलि होसले बगानमा पुग्न लागिसके। अहिले चाहिँ अलैँची बगानभित्र आइसक्यो। यहाँ चाहिँ आधी चाहिँ लगभग आजसम्म 2-3 दिन भइसक्यो हामीले अलैँची सफा गर्न लागेको चाहिँ। अब आजबाट चाहिँ आजबाट अब लगभग 2 दिन जतिमा हाम्रो लगभग अलैँची सफा गरिसकिन्छ होला। यता चाहिँ हाम्रो अलैँची यो चाहिँ हिजो अस्ति नै सफा गरिसकेको बगान हो। भर्खर नयाँ बिरुवा भएको कारणले गर्दा बगान चाहिँ एकदम राम्रो देखिन्छ। फल चाहिँ त्यति धेरै राम्रो छैन, देख्न सक्नुहुन्छ। यो चाहिँ अलैँची सफा गरिसकेको अलैँची भएर यस्तो देखिन्छ। हाम्रो त्यो अलैँची सफा गरिसकेको हामीले अस्ति नै। यहाँ भाइ र बुवा अघि नै आइसकेको रहेछन्। आएर बैठक गर। यहाँ चाहिँ भाइ रुखबाट सेउला झार्दैछ। म चाहिँ फेरि यहाँ तल सेउला सम्याउन भनेर बसेको, रुखले लाग्छ भनेर भुइँतिर पुरै उभिराखेको छु। यता चाहिँ भाइ रुख झार्दैछ, म चाहिँ रुख सेउला सम्याउन भनेर बसेको। तर सेउला सम्याउनुभन्दा बढी भुसुनाले टोकेर आफ्नो हालत खराब बनाइसकेको छ। त्यही भएर यसो भाइले सेउला झारेको हेर्दै घाम ताप्दै बसेको छु। भुसुना लास्टै लाग्ने फेरि भने जुगाले टोकेर त्यस्तै, भुसुनाले टोकेर त्यस्तै बिजोग छ साथी हो। के गर्नु, काम गर्नलाई पनि गाह्रो छ। यता बुवा चाहिँ सेउला सम्याउँदै हुनुहुन्छ। भाइले झारेको सेउला चाहिँ म यता हाँगा चाहिँ पाखामा निकालेर राखिदिएको ठाउँमा बुवाले सेउला सम्याउँदै हुनुहुन्छ साथी हो। यस्तै छ। अब हामी सेउला झारिसकेपछि अलैँची सफा गर्न जाँदैछौँ। अलैँची सफा गर्नुभन्दा अगाडि अलैँची बारीमा चाहिँ हामीले घाँस काटेर रेडी बनाइसकेका छौँ। अब हाम्रो अलैँची सफा गर्न सुरु हुन्छ। यो अलैँची सफा गर्ने भनेको चाहिँ अलैँचीमा भएको पुरानो पोहोरको टुसाहरू चाहिँ अहिले सुकिसकेको हुन्छ। यो सुकेको टुसाहरूलाई चाहिँ निकालिदिनुपर्छ वर्षमा एकचोटि। यो निकाल्यो भने चाहिँ अरू टुसाहरू पनि राम्रो हुने र भएको फललाई पनि एकदम ठुला दाना भएर आउने भन्ने चलन छ। त्यही भएर वर्षमा एकचोटि साउन भदौमा चाहिँ यसरी पुराना पुराना सुकेका बिरुवाहरू काटेर त्यहाँ भएको फोहोरहरू रुखा पातहरू निकाल्नुपर्छ। त्यसरी नै हामी अब अलैँची सफा गर्नतर्फ लागिसकेका छौँ साथी हो। अलैँची सफा गरिसकेपछि यसरी यसको पातहरूलाई यसरी ओछ्यायो भने मल पनि हुने भन्ने छ। यत्तिकैमा अब हाम्रो चाहिँ चिया खाने समय भइसकेको छ साथी हो। हामी चाहिँ अब चिया खाएर फेरि अलैँची सफा गर्नतर्फ जान्छौँ। चिया खाने कार्यक्रम हुँदैछ। चिया खाएर अब हामी फेरि आफ्नो कामतर्फ जान्छौँ। आज चाहिँ दिन उब्रेको भएर बुबाले फेरि पनि अर्को रुख पनि सेउला झार्नु, सेउलाको कारणले गर्दाखेरि अलैँचीलाई पनि फोहोर भयो भनेर भनेपछि भाइ फेरि अर्को रुखमा चढ्यो। म पनि त्यही गरी सेउला तल झरेको सेउलालाई अलैँचीको बोटमा राखेको सेउलालाई सम्याउँदै यता बाहिर पाखामा निकाल्ने काम गर्न लागेँ। अलैँची फाड्दा के गर्दा खाँदा खाने टाइम भइसकेको साथी हो। अब चाहिँ म खाजा लिनलाई घरतिर जान लागेको। बाख्रालाई घाँस लिएर लगभग
बिहान 10 बजे आएदेखि अलैँची खाँदा खाँदा 1:30 भइसकेछ। अब यहाँबाट घर खाजा लिन जानको लागि लगभग 20 मिनट टाइम लाग्छ। त्यही भएर म चाहिँ खाजा लिन जान लागेको। के गर्नु यस्तै छ। आज बिदाको दिन घर बसेको कामको काम भइराखेको छ साथी हो। अझै घर पुग्दा आउँदा बाटोको हालत फेरि अलैँची घारीभित्र बिजोग छ। फाइनली म घरबाट ब्यागमा यहाँ खाजा बोकेर निक्लिसकेको छु। अब चाहिँ पानी पनि पर्ला जस्तो भइसक्यो मौसम। पानी पर्नुभन्दा अगाडि नै खाजा पुर्या चाहिँ खाजा खाइसक्नुपर्छ साथी हो। पानी आयो भने खाजा खान दिँदैन, दिनभरि काम गर, खाजा खान पनि पाइएन भने फेरि तनाव फरक हुन्छ। त्यही भएर ट्याक्कसँगले अब चाहिँ खाजा छिटोभन्दा छिटो लगेर खाजा खाइसक्नु पर्नेछ। मौसमले चाहिँ साथ दिएदेखि हुन्थ्यो। बारीबाट पानी रामेछापबाट पानी देखिसकेको छ साथी हो। अब यता पनि आइहाल्ला जस्तो भइसकेको छ मौसम चाहिँ। त्योभन्दा अगाडि नै खाजा चाहिँ पुऱ्याइसक्नु पर्नेछ। अब पुगेर पनि खाजा बुवालाई र भाइलाई खाजा दिएर आफू पनि अब खाजा खानु पर्यो भनेर रेडी भइसक्यो। किन काम गरेर मात्रै हुँदैन, खानु पनि पर्यो के कस्तो होइन त। त्यही भएर आफूलाई चाहिँ तल माथि गर्दा घर र खेत गर्दा भोकले गाह्रो भइसकेको थियो। त्यही भएर गर्मीले हालत खराब भइरहेछ। हालत खराब भए पनि खानु त परेको भनेर म चाहिँ अब गम खाजा खान लागेँ साथी हो। यस्तै हो, अब के गर्नु, जङ्गलको खाना भनेर जेम खाना खान लागिसकेपछि खाजा खाएर फेरि पनि हाम्रो के काम चाहिँ अलैँची खानेतर्फ हुन्छ। खाजा खाइसकेपछि फेरि भाइ र म फेरि अलैँची खानेतर्फ लाग्ने साथी हो। फेरि अलैँची खाने क्रमलाई तीव्रता दिँदै अलैँची सफा गर्दै अन्तिममा अब अलैँची सफा गरिसकेपछि समय पनि लगभग 4-4:30 जति भइसकेको छ। त्यही भएर बुबा र भाइ चाहिँ अलैँची सफा गरिसकेपछि अगाडि लागे। मेरो भाइमा चाहिँ सेउला एक भारी छ साथी हो। सेउला बोकेर अब फेरि हामी अब घरतर्फ जान्छौँ। आजलाई यति नै ल। आजको बिदाको दिनको काम सकेर अब म घरतर्फ जान्छु। यसरी नै मेरो आजको आइतबार चाहिँ बितेको छ साथी हो। भिडियोलाई मन पराइदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु। ल त बाई बाई साथी हो।